हेलो व्हाट्सएप गाइज, आज हामी फाइनल्ली उनको सुटर क्लिप हेर्न जाँदैछौँ पारस दाईको। हाम्रो पहिला रियो छमछमीको चटपटे डान्सर फोटो खिच्ने। ल आज फिल्म हेर्न जाँदैछौँ। 2:15 फिल्म छ। अब एकछिन फोटो सुटिङ गरेर निस्किनु पर्यो। गाडीमा भेटौँला। सबैजनालाई मन पर्यो। तीनैजना जजहरूले स्ट्यान्डिङ ओभेसन दिनुभयो। अहिले नै मलाई नाम जुरिसक्यो एलेक्सको। भनिदेऊ के चटपटे हिरो। आजबाट एलेक्सको नाम हामी राख्दैछौँ चटपटे हिरो। अब चटपटे हिरोको फाइनली 5-10 मिनटको कुराएपछि हाम्रो गाडी आइसकेको छ। गाडी आयो ल? आयो। गाडी आयो। लोकल गाडी बुढो जाने। होटल पुगेर अब मम्मी कहाँ जाँदैछौँ अब? फिल्म हेर्नु। कुन फिल्म? उनको स्वेटर। कसको फिल्म हो नि? मेरो बहिनीको छोराको। बहिनी पनि टाढैको बहिनी फेरि साह्रै नजिकको बहिनी परेछन्। मिलन चोक फाइनली पुग्यो फिल्म हेर्ने ठाउँमा। यस्तो रहेको छ। 2:15 छ। धेरै छिटो आइएछ यार। यहीँबाट चाहिँ मोबाइलमा अनि टिकट त यहाँ देखेँ। मोबाइलबाट त्यो पानीमा पो गर्न दिएको। यो पनि टास्क गर्नु छ। पानी किन भित्र नि दिँदैन? Killed him. He gassed a security briefing. Kami may pumatagting nito po san इन्टरभल इन्टरभल यस्तो मम्मी कस्तो लागिरहेको फिल्म अहिलेसम्म? भाइले त रियल लाइफमा होइन फिल्ममा जुवारी उडाएको हरायो। मामाजी माइजू लिएर हराए। माइजू लिएर टाप्पछि मामाले मेरो त कस्तो लाग्यो? राम्रो लाग्यो। बुहारी कस्तो लाग्यो? बुहारी राम्रै लाग्यो। बुहारी पनि चिम्पाङ्गी। केही भनाइ छ? भनाइ ठिकै छ। अझै राम्रो गर्दै जाओस् एलेक्स बाबुले। गाडी त लगाइहाल्छ नि। मोबाइल यहीँ बस्नु। म त्यही बस्नु लिएर आउँछु। हजुर हजुर बस्नु पनि त्यो शीतलपुर भन्नुभएको है? हजुर ए ल ल बस्नु नि मान्नु ल। हामी चौरा शीतलपुर होइन कुन त? कतिचोटि बुटोल जाने आउने गरियो तर आज बल्ल पहिलोचोटि दैलामा रोक्दैछ गाडी। नत्र आमा अगाडि चोकमा पुऱ्याइदिन्थ्यो।
थियो हाम्रो घर यो सुनवल सोमनाथ फिल्म पनि हेरेर आयो मजा आयो भोकेदारी चाहिँ बगेनाको फोटो एकदमै राम्रो लाग्यो विपिन कार्की अनि मिरोना मगर र हाम्रो एलेक्स दाई पारस दाई भन्यो नामा भनौँ अब दाई चाहिँ भनौँ अघि नामा भनिरहेको थियो हाम्रो अलि टाढाको आफन्त पर्ने भएर मैले नातो लाग्यो फेरि अर्कै सोच्नु होला अनि फिल्म चाहिँ एकदमै राम्रो छ राम्रो लाग्यो मलाई राम्रो भए पनि आज चाहिँ फिल्म हलमा सिट चाहिँ खाली थियो या धेरै खासै प्याक भएन आज फिल्म दिउँसोको सो भएर होला नाइट सो चाहिँ प्याक हुन्छ होला अब हजुरहरूले कस्तो लाग्यो हेरिसक्नु भयो भने कमेन्ट डाउन गर्नु होला हेर्नु भएको छैन भने अब गएर हेर्नु होला ठिकै छ उनको स्वेटर हजुर ल अब अर्को भ्लगमा भेटौँ ल अहिले चाहिँ बाई बाई यो उनको सुटर भन्ने फिल्म चाहिँ असाध्यै राम्रो रहेछ यो हाम्रो पूर्वेली पहाडको भेग पाँचथर ताप्लेजुङ यस्तो साइडमा सुट भएरहेछ अझै त्यही माथि त फगी वेदरले पनि फिल्म एकदमै राम्रो देखिरहेको थियो ब्याकग्राउन्डहरूमा बेला बेलामा माउन्टेनको रेन्जहरूको भ्यू पनि देखिएको छ त्यसले गर्दा पनि अझै फिल्ममा सुगन्ध भए जस्तै भइरहेको छ फिल्मलाई चाहिँ राम्रो छ अनि त्यसको सिनहरू एक्टिङ डायलग स्टोरी पनि राम्रो छ अनि अब हजुरहरूलाई कस्तो लाग्छ मलाई चाहिँ राम्रै छ ओभरअल सबै कुराहरू ल साथीहरू अब यति भन्दै म अब यो भिडियोबाट बिदाई लिन चाहन्छु अब अर्को ब्लग नत्र मेरो गेमिङकै भिडियोमा भेटौँ ल त्यति बेलासम्म बाई बाई टिल देन सी यू नेक्स्ट टाइम र यो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नु होला र साथै फिल्म हेरिसक्नु भइसकेछ भने फिल्म कस्तो लाग्यो त्यो नि भन्नु होला अनि यो भिडियोलाई सेयर गरौँ ल बाई बाई